हाई एभ्रिवान, राधे राधे सबैजना सन्चै हुनुहुन्छ। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ रेसिपीमा। आजको रेसिपी रहेको छ टमाटर सस पास्ता। आउनुहोस् आजको रेसिपी सुरु गरौँ। साथीहरू हेर्नुहोस् त, मैले पहिला नै यो सामानहरूलाई रेडी गरेर राखेको थिएँ। यो लिएको छु मैले थोरै फ्रोजन मकै, त्यसपछि यो मैले मटरलाई पनि फ्रोजन मटर लिएको छु। गाजर रहेको छ, सिमला मिर्च, एउटा प्याजलाई मसिनो बनाएर काटेको थिएँ, हरियो खुर्सानी, त्यसपछि यो थोरै लसुनलाई पनि मसिनो बनाएर काटेको थिएँ, दुईवटा टमाटर, धनिया यसरी मैले धोएर राखेकी छु। साथीहरू हेर्नुहोस् त, मैले पहिला नै यो पास्तालाई 4-5 मिनटको लागि उमालेर राखिसकेको थिएँ। यतातिर मैले ग्यास अन गरेर यो प्यान बसाल्दैछु अनि यहाँ माथिबाट थोरै तेल पनि राख्दैछु पास्ता बनाउनको लागि। त्यसपछि मैले अघि काटेको यो मसिनो बनाएर काटेको लसुन र हरियो खुर्सानीलाई पनि राख्न गइरहेकी छु माथिबाट। थोरै यसलाई फुराइदिउँ। यतिको भएपछि म यहाँ माथिबाट अब प्याज पनि राख्दैछु अनि त्यसपछि यति छिट्टै बन्छ साथीहरू, धेरै आतिनु पनि पर्दैन। हामीले फटाफट घरमै आफ्नो बच्चा हामी सबैले बनाएर खान सकिन्छ। हेर्नुहोस् त, यो यता पाक्दैछ, म यतातिर यो टमाटर काट्दैछु। यसलाई मिक्सीमा दुईवटा टमाटरलाई ग्राइन्ड गर्दैछु। हजुरहरूले मसिनो बनाएर काटेर पनि हाल्न सक्नुहुन्छ, तर म थोरै ग्रेभी अर्कै कलरको आउँछ त्यसैले म यसरी ग्राइन्ड गरेर हेर्नुहोस् त हजुरलाई देखाएकी पनि छु। माथिबाट म यो टमाटर पनि राख्न गइरहेकी छु। अब मजाले यसलाई म चलाइदिन्छु। टमाटरलाई पकाउनु पर्ने हुन्छ, तर तरकारी हो त्यति धेरै पकाउनु पनि पर्दैन। यतिको भइसकेको छ। म यहाँ माथिबाट स्वादअनुसार नुन राख्दैछु। त्यसपछि म थोरै पास्ता मसला पनि राखेकी छु। पास्ता मसला छैन भने हजुरहरूले जिरा धनिया पाउडर जे घरमा जे एभाइलेबल हुन्छ त्यो राख्न सक्नुहुन्छ। अब हेर्नुहोस् त, यो पाकिसकेको छ टमाटर पनि। माथिबाट अघि काटेको त्यो सिमला मिर्च पनि म राख्दैछु। सब्जीलाई धेरै पकाउनु पर्दैन। अनि अघि काटेको गाजर पनि राख्दैछु मैले। त्यसपछि यो मटर पनि राख्छु। सबै सब्जीहरू मकै भयो सबै मैले एकैचोटि नै राखेकी छु यो स्टेजमा। अब यसलाई 4-5 मिनट मजाले चलाएर पकाइदिने। धेरै पाकेको पनि मिठो हुँदैन, यो क्रन्ची थोरै काँचो टेस्ट एकदमै राम्रो आउँछ पास्तामा। एकदम सजिलैसँग हामीले घरमा बनाउन सकिन्छ। यतातिर म यो धनिया पत्तालाई पनि डन्ठल फालेर मैले मसिनो बनाएर काटिदिन्छु साथीहरू। पछि यो गार्निसिङको लागि माथिबाट राख्नको लागि मैले यसरी काटिरहेकी छु। मेरो धनिया काटिसकेँ। अब यहाँनिर म यो पास्तालाई पनि मजाले चलाइदिन्छु। हेर्नुहोस् त, यस्तो मजाको राम्रो फ्रेस कलर आएको छ, एकदमै फ्रेस अनि भेजिटेबल पनि एकदम कलरफुल देखिएको छ साथीहरू। यो स्टेजमा मैले माथिबाट पास्ता राख्न गइरहेकी छु। अब पास्तालाई पनि मजाले पोल्टाइ गरेर मसला लाग्ने गरी चलाइदिन्छु। हेर्नुहोस् त, यस्तो मजाको चलाउँदै कलर पनि आइसक्यो। यसमा कुनै आर्टिफिसियल कोही पनि कलर मैले राखेको छैन। यदि हजुरहरूले कश्मिरी लाल मिर्च कलरको लागि पनि राख्न सक्नुहुन्छ, तर मैले राखिनँ। यहाँ माथिबाट थोरै चिली फ्लेक्स राखेकी छु अनि थोरै अरिग्यानो टेस्टको लागि। एकदमै सिम्पल। हेर्नुहोस् त, यो पास्ता हाम्रो बनेर कति छिटो रेडी पनि भइसक्यो साथीहरू। त्यति धेरै झन्झट गर्नु पर्दैन। फटाफट हामीले घरमै नास्ताको रूपमा, स्न्याक्सको रूपमा कति बेलै पनि खान मन भयो भने हामीले यसरी बनाएर खान सकिन्छ। माथिबाट अघि काटेर राखेको यो धनिया पनि म गार्निस गर्दैछु। धनिया छैन भने हजुरहरूसँग यो स्किप पनि गर्न सक्नुहुन्छ। यो मसँग थियो त मैले त्यही भएर यो लिएकी हुँ। हेर्नुहोस् त, हाम्रो पास्ता पनि एकदमै बनेर रेडी भयो। एकदम सिम्पल अनि टेस्टी घरको होममेड पास्ता बनेर रेडी भयो। अब म यहाँनिर एउटा प्लेटमा यो पास्तालाई निकाल्दैछु। तातो पास्ता
बाफ पनि आइरहेको छ माथिबाट। हेर्नुहोस् त, यो खानको लागि रेडी भइसक्यो साथीहरू। फटाफट बन्ने, बच्चाहरूदेखि लिएर सबै हामी ठुला बडाको सबैको यो फेभरेट पास्ता पनि यति छिटै इजी तरिकाले हामीले घरमै कति राम्रोसँग बनाएर खान सकिन्छ। हेर्नुहोस् त, मैले हजुरलाई नजिकैबाट पनि देखाएँ कस्तो मजाको यम्मी देखिएको छ साथीहरू। अब यो पास्तालाई हजुरहरूले मेरो जस्तै स्टाइलमा बनाएर खानुहोला। हजुरलाई मेरो भिडियो कस्तो लाग्यो? भिडियो मन परेदेखि लाइक सेयर पनि गरिदिनु होला अनि कमेन्ट बक्समा गएर राम्रो लागे पनि नराम्रो लागे पनि कमेन्ट गरिदिनु होला है साथीहरू। त्यसपछि मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरेर जोडिनु होला। हेर्नुहोस् त, घरमै भएका सानातिना सामानहरू तरकारीहरूबाट पनि यस्तो मजाको नास्ता बनाएर खान सकिन्छ साथीहरू। यदि हजुरहरूसँग यो मकैहरू मटर यस्तो तरकारीहरू छैन भने पनि हजुरहरूसँग जे छ घरमा बोडीहरू जे पनि छ त्यो चिजहरू हजुरहरूले यो पास्तामा राख्न सक्नुहुन्छ। फेरि अर्को नयाँ भिडियोमा मिलौँला। तबसम्मको लागि सबैजनालाई बाई बाई। Just what we do, chilling at the cookout.